आज कुरा गरौँ नेपाली साहित्यकै बारेमा र त्यसमा पर्छ बुबा आमा र छोरा विश्वेश्वर प्रसादद्वारा लेखिएको पुस्तक होइन यो पढ्दाखेरि कति सरल छ नि होइन बुबा आमा र छोरा टाइटल कति इजी हुन्छ नि गेस गर्न सकिने खालको छ नि होइन यो भित्र पढ्दाखेरि त अचम्मै पर्ने वाला टाइपको छ क्या म ट्विस्ट चाहिँ भन्दिनँ स्पोइल गर्दिनँ तर बुकको बारेमा चाहिँ कुरा गरौँ है त मान्छेले आफ्नो दिमागमा कति कुरा राख्न सक्छ भन्ने कुरा चाहिँ यो किताब पढ्दाखेरि देखिन्छ कि विश्वेश्वर प्रसाद कोइरालाले पुरुष र महिला दुवैको दृष्टिकोणबाट कथा बुनेका छन् जसमा चाहिँ एउटा पुरुषले आफूभन्दा निकै कम उमेरको महिलासँग बिहे गर्दाखेरि मनमा आउने भावनाहरू हुन्छ नि मनमा लागेका कुराहरूलाई एकदमै मजाले लेखा छ क्या त्यो म त्यो ठाउँमा भएको भए नि मलाई नि त्यस्तै लाग्थ्यो जस्तो भयो क्या मलाई पढ्दाखेरि अनि त्यसै गरी अब महिलालाई पनि आफूभन्दा ठुलो उमेरको पुरुषसँग विवाह गर्दाखेरि उसँग बस्दाखेरि बिहेको दिनदेखिबाट हुन्छ नि बच्चा पाइन्जेलसम्म भएको त्यो हुन्छ नि मनमा भएको परिवर्तन कुन समयमा के सोच आयो हुन्छ नि त्यो सबै कुरा ल्याएको छ अनि मलाई त ओहो दामी लाग्यो मलाई त्यही बुबा आमा र छोरामा अब बुबा र आमाको त भइहाल्यो छोराको क्यारेक्टर चाहिँ न भिक्टिम न भिलेन हुन्छ नि एकदमै सोच्न बाध्य पार्ने तरिकाले लेखाएको छ कि ल एकदमै मिस्टेरियस खालको जस्तो अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो ओभरअल चाहिँ किताबले मान्छेको लाज माया दुःखलाई चाहिँ मजाले समेटेको छ अलि अपुरो जस्तो लाग्दो रहेछ धेरैजनालाई तर मलाई यतिकै राम्रो लाग्यो क्या अपुरो नै राम्रो लाग्यो अनि मलाई एकजनाले भन्नुभएको थियो कि विश्वेश्वर प्रसाद कोइरालाको किताब नपढेदेखि तिमीले केही पनि पढाएको छैन भनेर अनि उहाँ सही हुनुहुन्छ तर मैले यो उमेरमा यो किताब नपढेर अलि पहिला पढेको है तर म यति मजाले बुझिदिन्थेँ होला अनि आई एम सो ग्ल्याड कि मैले ढिलो पढ्न स्टार्ट गरेँ भनेर सो या if you are watching then I definitely recommend you to read this book